हेलो गाइस सबैजनालाई स्वागत छ फेरि आज चाहिँ वी आर हेडिङ टु डिफ्रेन्ट प्लेस हैन हाम्रो चाहिँ यो 2 दिनको यात्रा छ अनि 2 दिन रमाइलो गरेर अब जर्नीमा के हुन्छ हैन विल सी अनि अगाडि टक्क मैले गाडी पनि टक्क पार्क गरिसके हैन अब त्यहाँ देख्न सक्नुहुन्छ झोला जम्टीहरू हाल्दै छौं अनि भित्र चाहिँ साथीहरू छ सामान आउँदैछ बिस्तारै and these things are all going in यस्तो छ अहिलेलाई रमाइलो अनि अहिले साथीभाइ आएपछि भित्र रमाइलो गर्दै हामी जान्छौं अनि 2-3 वटा प्लेस घुम्नु छ हाम्रो अनि वेदर चाहिँ अलिक ठिकै छ हैन अहिले अब वेदर र होलिडे मिलाउनु त हेर्दै गाह्रो हुने सबै कुरा मिल्दैन अनि त्यही पनि लेट्स सी वेयर वी आर गोइङ हाम्रो भाइ पनि आइसकेको छ उहाँ हिरो भएर अनमोल केसी हो भाइ चाहिँ हाड भाइ अनमोल केसी हो के छ अनि अनमोल केसीको खबर ठिक छ दा एकदम मेरो घाँटी चाहिँ हिजो यस्तो यसो हिमालयन्सतिर त्यो हेलिकप्टर यसो हेर्न गयो माइ गॉड झ्याट्ट घाँटी भयो क्या त्यो हेलिकप्टर सट्टिएको पर्दाखेरि गफाडीको भाइ हाम्रो गफाडी भाइको गफ सुरु भइसकेको छ अहिलेदेखि नै अनि यहाँ भित्र अब आउन बाँकी नै हुन्छ यहाँ पुलमा धेरै कुरा आइसक्यो भित्र स्की फिस्कीहरू मेरो साथीको घर चाहिँ उहाँ के छ साथी खबर उसको त केही देखिँदैन रहेछ अनुहार अनि अब प्याक हुँदैछ अनि अब मेन भनेर चाहिँ भाइले अहिले गर्छ यो ब्लगिङ चाहिँ भित्र अनि आई विल बी ड्राइभिङ इन द मेन टाइम पानी पनि पर्छ जस्तो छ हैन त यति नै हो के भन्नु छ भाइ तिमीलाई अब तपाईहरुलाई चाहिँ आज हामीले चाहिँ फिलिप आइल्यान्ड पेन्गुइन देखाउँछौँ हैन अब पेन्गुइन अब यस्तो ठाउँमा कसरी आउँछ पेन्गुइन भन्ने हुन्छ अब त्यो त पेन्गुइन त अन्टार्कटिकामा हुन्छ बोतल कस्तो बोतल म जुत्ता लगाइसकेर ल्याउनु भाइ त्यो कडा छ क्या मान्छे के गर्नु तँ मेरो भित्र यसलाई माथि राख्दा नि हुन्छ एकछिन है हेलो गाइस वेलकम टु आवर युट्युब च्यानल अपराइजिङ युट्युब च्यानल हाम्रो दाइ एकदम चियाहरूबाट बसेर खानु पर्यो आज हामीले सनराइज हेर्न जान लागिरहेको छौँ तर बादलले गर्दाखेरि हामीलाई थोरै डिस्टर्ब भइरहेको छ तर केही भएन भोलि फेरि सनराइज हुन्छ त्यो चाहिँ हामी बिचमा बसेर हेर्नेछौँ हाम्रो चाहिँ प्याकिङ हामी चाहिँ त्यही हो 1 महिनाको लागि चाहिँ जानु लाग्यो हो लेट्स सी यसमा चाहिँ हाम्रो मेडिकिटहरू छ यसमा चाहिँ हाम्रो पकाउने टेन्टहरू हाम्रो चाहिँ बियरहरू यसमा ट्याक्क लगाइदिउँ अब आज हामी चाहिँ नयाँ ठाउँ जाँदैछौँ हजुर एकदम सरप्राइज त्यहाँ खानु एकचोटि लेट्स सी हाउ इज टेस्ट मिठो हुन्छ यो चाहिँ एकदम मिठो फल हो अस्ट्रेलियाको मिठो फल हो यो चाहिँ हाम्रो हल्का औँसेलीको छेउछाउ औँसेली चाहिँ तपाईँको पहेँलो हुन्छ यो चाहिँ सेतो हुन्छ त्यो गेडा नखाऊ है त्यो रसमा चुसो मात्र ब्रो नचबाउ मजाले खानु बिग्रियो क्या यो गाई चलाउँछ अब चाहिँ हामी चाहिँ हाम्रो गन्तव्यको सुरुवात स्टार्टिङ विथ क्लोजिङ डोर हेलो गाइज ल दाइ कस्तो लागिरहेछ के छ एकदम म त एकदम एक्साइटेड छु हामी नयाँ ठाउँमा जाँदैछौँ 2-3 घन्टाको ट्राभल कस्तो हुन्छ हेरौँ वहाँ गएपछि हजुरलाई हामी देखाउँछ एउटा नयाँ ठाउँ जुन हामी अहिलेसम्म गएको छैनौँ हामी 4 जना मात्रै कोही पनि गएको छैन त्यहाँ गएपछि अब थाहा हुन्छ के कस्तो छ अनि हजुरहरूलाई भन्नेछौँ हामी हाम्रो प्लान चाहिँ के खाँदै भन्नु हाम्रो प्लान यहाँबाट चाहिँ अहिले 3.5 घन्टाको ड्राइभ हो त्यो ड्राइभमा चाहिँ हामी 2 देखि 3 ठाउँमा हामी ब्रेक लिन्छौँ त्यो भने आफूलाई पनि सजिलो अलि रमाइलो हुन्छ यस्तो घुम्दै जाने भन्ने कुरा हो लर्नर्समा पढ्यो हैन लर्नर्समा मैले यसो हेर्दाखेरि चाहिँ
जहिले पनि लङ ट्राभल गर्दाखेरि चाहिँ 6 घन्टा प्लस सुत्नु पर्दो रहेछ अनि त्यसपछि बिचमा ब्रेक लियो भने आफूलाई पनि सजिलो धेरै सजिलो राम्रो सेफ हुन्छ भन्ने कुरा बुझेर चाहिँ त्यही हो अहिले चाहिँ हामी घुम्न जाँदैछौँ त्यही हो पछि देखाउँला हाम्रो ड्राइभर दाइ दाइ पछाडि बस्नु जान्छ नि ला भेपमै भेप ल्याउनु पर्ने त्यही भएर त नाइट मोड हो भाइ यार गाईहरू हल्ला गरेर यो युवा कालमा हो नि उमेरमा हो है गाईहरू Oh, they have daddy. हेलो गाइज वेलकम ब्याक हामी अहिले चाहिँ 20 मिनट जति ड्राइभ गरिरहेछौँ अनि यसो अब भ्यू देखाउँ हजुरहरूलाई भनेर हामी देखाउन लागिरहेछौँ यता अगाडिको रोड भइहाल्यो यता अहिले चाहिँ मौसमले नै हामीलाई एकदम साथ दिइरहेछ अहिले चाहिँ अलि धुम्म थियो अहिले चाहिँ हल्का विशालले चाहिँ एकदम घाम लागेर मलाई अलिकति झ्याउ लागिरहेछ भनिरहेको थियो त्यही भएर विशालले भन्ने बित्तिकै भगवान्ले नै सुनिदिनु भयो र घाम पनि हल्का लागेको छ अब विशालजीले एकदम गाडी फ्लोमा चलाइरहनु भएको छ यहाँनिर है पुरै एकदम हाम्रो दुईजना पछाडि महानुभावहरूले के भन्न चाहनुहुन्छ बोल्दिनुहोस् दुई शब्द भन्नु हजुरलाई भाइ के भन्छ कस्तो लागिरहेको छ सेकेन्ड टाइम एकदम दामी लागिरहेको छ मलाई होइन प्रत्येक कुराले मलाई यस्तो उदिरहेको क्या मलाई यो रुख देख्दै हुन्छ नि अब त्यो रुख होइन रुख अनि यहाँको ल्यान्डस्केपहरू यस्तो बवाल छ कि है क्यामेरामा पनि क्याप्चर गर्न सकिँदैन कि त्यस्तो बवाल छ अब यतातिर हेरेर ट्याक्क बादलहरू ट्याक्क घाम लागिरहेको र दाहिनेतिर हेर्दा जङ्गल छ ब्ल्याकवुडहरू बाटो त्यस्तै फेरि बाटोमा त यहाँ 200 हानिदिनु हुन्थ्यो तालबाट दाइले अलिकति यहाँ अस्ट्रेलिया पनि नेपाल जस्तो नहुने त्यही हो अरू अनि हाम्रो एकदम हाम्रो यात्रामा एकदम ठुलो साथ सहयोग सबै दिनुहुने हाम्रो विशालजीबाट केही दुई शब्द बोलिदिनु भने म विनम्र अनुरोध गर्न चाहन्छु अब एकदम रमाइलो भइरहेछ होइन अनि गाडी कुदाइरहेछ अनि अब ड्राइभ गर्दाको बेग्लै रमाइलो छँदैछ अनि साथी भएर चाहिँ आज म लग्दैछु कहाँ हाम्रो 2 दिनको ट्रिप हो अब कहाँ पुगिन्छ होइन तपाईँहरू विल मेक यु मुभ होइन विथ अस अनि हामीलाई क्याच गर्दै गर्नु होला बेला बेलामा अनि नयाँ केही देख्यौँ भने अफकोर्स विल इन्भल्भ यु होइन विल यु पुट यु थ्रु त्यही हो अहिलेलाई ल हाम्रो सबै चारैजनाबाट हामीले कुरा सबै हामीले व्यक्त गरौँ अहिलेको लागि अहिले अब सिन आएपछि फेरि हामी ब्याक हुन्छौँ त्यतिसम्मको लागि हामीलाई एकछिन हेलो गाइस अहिले चाहिँ हामी सिटीमा भर्खर छिन स्टार्टिङ भयो अनि हाम्रो यहाँको इन्फ्रास्ट्रक्चरहरू हेरौँ यो अगाडिको ठुल्ठुलो टावर जस्तो भएको चाहिँ हाम्रो धरहराको टावर जस्तो टाइपको हो होइन यहाँ चाहिँ एकदम ठुल्ठुलो बिल्डिङहरू छ यो चाहिँ बिजुलीको तार भयो गाडीहरू जस्तै बसहरू चाहिँ नहुने रहेछ फेरि यहाँ
ल अगाडिबाट देखाउँ ल हामी अहिले चाहिँ वेस्ट ब्रिजमा छौँ यहाँनिर सबभन्दा ठुलो मेलबर्नको सबभन्दा ठुलो ब्रिज यहाँ चाहिँ अब कति 6वटा लेन प्लस होला एकदम बिजी हुन्छ यो चाहिँ गाह्रै हुन्छ पार गर्नको लागि हाम्रो विशाल ब्रोले एकदम द्रुत रूपमा चलाइरहेछ यहाँनिर एकदम चिल पारामा चलाइरहेछ उसको लागि त यो युज टु भइसक्यो सधैँ आइरहने घुमिरहने त्यसलाई त लेन कुन लेनमा बस्यो भने कहाँ पुगिन्छ यो लेनबाट यता गयो भने त लाइक आँखा चिम्लेर नि उसले त्यस्तो गर्न सक्ने जस्तो भइसक्यो अब धेरै आइरहने घुमिरहने मान्छे त्यही त हो नि अब पैसा भएपछि मान्छे त्यही हो घुम्ने यताउता गर्ने गरेपछि त्यही हो आज फेरि मौका मिलेर हामीसँग फेरि घुम्ने टाइम निकालेर हामीसँग घुम्न आएको छ आज ब्रो त्यही भएर चाहिँ हामीलाई धेरै सजिलो भएको छ यो चाहिँ अब गेट हो ठुलो ब्रिज हो यो चाहिँ मलाई पनि थाहा थिएन मलाई नि उहीबाट थाहा भएको हो यो कुरा चाहिँ एकदम खतरा चाहिँ खतरा हो तर यो डिजाइन कसरी भयो भने म अहिलेसम्म सोचिरहेको छु अहिले त यस्तो दामी छ भने पहिला जमानामा बनाएको होला यो जमानामै डिजाइन गरेर होला पछि चाहिँ जेनेरेसन धेरै नै हुन्छ धेरै मान्छे हुन्छन् त्यही भएर चाहिँ होला विशाल तिमीलाई के कस्तो फिल भइरहेको छ यहाँनिर अब यस्तो ब्रिजमा चलाउनु एकदम रमाइलो भइरहेछ चट्ट अब हामी गाउँमा बस्छौँ कहिले यहाँ सहर छिर्दाखेरि अनौठो अनौठो जस्तो हुने जस्तो रमाइलो भइरहेछ होइन यस्तो गाह्रो त भएको छैन नि गाह्रो त भएको छैन गाह्रो त रमाइलो चाहिँ भइरहेछ त्यही हो यस्तो छ रम्बझम्म सहरको रमझम यस्तै छ तिमी केही भन्छौ 2 शब्द भाइको 2 शब्द अहिले चाहिँ हामी ब्रिजमा प्रवेश गर्दैछौँ होइन अबको 10 वर्षमा हाम्रो नेपाल पनि यस्तै देख्न पाइयोस् ट्याक्क लाएर हाम्रो फास्ट ट्र्याक पनि यस्तै हुन्छ होला नि होइन नेपालको फास्ट ट्र्याक यहाँको चाहिँ यस्तो आर्किटेक्चर यस्तो बवालकै यस्तो बवाल हुन्छ नि कसरी सोच्यो होला क्या दिमागले हाम्रो त सपनामा नै भ्याउँदैन होला कि यस्तो सोच्न लाग्यो है हाम्रो चाहिँ ड्राइभर चाहिँ हाम्रो चाहिँ सिभिल इन्जिनियर हुनुहुन्छ उहाँलाई चाहिँ छेउमा डिजाइन गरेर नेपालमा गएर दाइको यस्तै प्लेन होइन यस्तै ब्रिज बनाउने होइन त दाइ के सोच्नु भयो यहाँको आर्किटेक्चर देखेर अब नेपालमा गएर यस्तै बनाउँछु भन्ने हजुर त्यही हो यो चाहिँ ब्रिज यो चाहिँ लेफ्ट साइडको चाहिँ मेलबोर्न सिटी सेन्ट्रल भइहाल्यो यहाँ चाहिँ एकदम मेन यहाँको सबभन्दा ठुलो बिल्डिङ भनेको यही हो अनि यहाँ चाहिँ पोर्ट सिस्टम सिपहरू चाहिँ यहाँ मेलबोर्नमै आउँछ है फेरि यस्तो बबाल ठाउँ छ क्या यो सिप के भन्ने जस्तो हुँदो रहेछ क्या यहाँ बाहिर हेर्नु कि हेर्नु भन्नु त्यस्तो भइरहेको मलाई एकदम गाडीहरू पनि यस्तो भिडहरू छ अनि यो अगाडिको राइट साइडको चाहिँ हाम्रो ओसन भइहाल्यो यहाँ चाहिँ पोर्ट रहेछ एउटा चाहिँ अब हाम्रो सबै सामानहरू म्यान्चेस्टर आउने त यही पोर्ट भयो नि त म्यान्चेस्टर सिकर राइस आउने पोर्ट यही भइहाल्यो एकदम बवाल यस्तो बवाल छ कि लन्दा एकछिन हेर म्यान हजुर बोल्नु त ल गाइज हामी चाहिँ फर्स्ट स्टेसन हाम्रो ब्रेक स्टेसन चाहिँ हामी पुग्यौँ यहाँ चाहिँ ठुलो पानी परिरहेको छ होइन यो पानीले चाहिँ हामीले ऱ्याग हानिरहेको छ हामीलाई एकदम जाडो पनि चिसो -2 डिग्रीमा पुगिसकेको छ मेरो फेरि यहाँ फेरि छुट्टै खालको ढोका गृहमन्त्री मोबाइल चाहिँ भित्र आइदिए हेलो गाइस हामी चाहिँ अझै नै पनि हामी गाडीमै छौँ नयाँ ठाउँ हेरिदिन सक्नुहुन्छ तपाईँहरूले यहाँनिर अलि यो ठाउँ चाहिँ अलिकति चिसो रहेछ पानी नै हल्का परिरहेको बादल लगाइरहेको छ माथि हो त्यहाँ अगाडि चाहिँ हजुरहरूले देख्न सक्नुहुन्छ कि त्यहाँ समुद्रको त्यहाँ थोरै उज्यालो देखिरहेको छ अब हामी नयाँ ठाउँ कुन ठाउँ हो हामी आउँदैछौँ त कुन ठाउँ रहेछ रनची रहेछ एउटा यस्तो छ है
दामी रहेछ अगाडि चाहिँ टल्किरहेछ त्यो चाहिँ समुद्र हो कुन समुद्र हो हामी देखाउँछौँ तपाईँलाई भोलि देखाउँछौँ आजै देखाउँछौँ भोलि होइन आजै देखाउँछौँ तपाईँलाई हामीले कुरा राख्न सक्दैनौँ त्यही भएर आजै देखाउन हामी हरदम प्रयास गर्छौँ आज विशाल कस्तो भइरहेको छ तिम्रो ड्राइभिङ एकदम मजा आइरहेछ यता अलिक चिसो छ हिरोले भने जस्तै एकदम रमाइलो भइरहेछ आज लङ ड्राइभमा हो मजा आइरहेछ ड्राइभ गरेर पनि कतिको एक्साइटेड छौ एकदम धेरै अनि प्लस गाना पनि मिठो आइरहेछ धेरै रमाइलो भइरहेछ तपाईँहरू नि घरमा बोर हुन्छ भने प्लिज हल्का स्केप त्यो खोज्नु होला हामीले त्यही भएर तपाईँहरूलाई देखाइरहेछौँ नयाँ नयाँ के छ कसो छ सबै कुराहरू देखाइरहेछौँ ल गाइज चाहिँ हामी हाम्रो आजको दिन बस्नको लागि हामी होटल पुग्यौँ हामी एउटा रिसेप्सनमा भर्खर भित्र गएर अब हाम्रो रुमतिर जाँदैछौँ लेट्स सी हाम्रो रुम चाहिँ कस्तो छ हाम्रो रुम एक्सप्लोर गरेर तपाईँहरूलाई रिभ्यू दिन्छौँ हाम्रो चाहिँ हाम्रो गेट यो चाहिँ हाम्रो होटल यो साइड चाहिँ जङ्गल छ अब यो साइड चाहिँ गएपछि ओसन छ हामी त्यहाँ बिच तपाईँहरूलाई ल्यान्डस्केप देखाउँछ बिच ल गाइस हामी चाहिँ आज हाम्रो घरमा आइसक्यौँ यही हो हाम्रो रुम आज हामी वासस्थान आजको दिनको लागि दिदीहरूलाई कस्तो लाग्यो राम्रो राम्रो एनी रिभ्यू ल हेरौँ पहिला सुन्नु के छ यो फ्रिजमा के छ हेरौँ केही खानेकुरा छ कि रहेछ नि त एउटा सानो दुध रहेछ नि त यो फुल क्रिम दुध रहेछ जाने बेला पनि जानुपर्छ यहाँ छ आइस यो चाहिँ हाम्रो विन्डो भ्यू बाहिर चाहिँ फ्यामिलीहरू आउँदै रहेछन् विन्डो भ्यू पनि एकदम दामी छ हेलो गाइस दिस इज आवर होम होइन दुई दिनको लागि हाम्रो घर हो यो अनि विल इन्जोय हियर अनि अब यो हामीलाई पछि के हुन्छ ओसन भ्यूवाला रुम पायो भने वी मे सिफ्ट देयर लेट्स सी होइन तर रमाइलो छ राम्रै छ यो चाहिँ कन्टेनरवाला घर रहेछ अनि एउटा कन्सेप्ट पनि भयो अब घरमा धेरै पैसा किन हाल्ने होइन एउटा कन्टेनर लिने घर बनाउने दुईवटा कन्टेनर जोड्यो त्यो घर भयो ल यो चाहिँ हाम्रो बेडरुममा चाहिँ यो ल सय यो ल ड्याङ लाएर बस्दा मजा आउँदो रहेछ यो चाहिँ म भइहालेँ ट्याक्क लाएर कपाल टाउको निकाल्दा चाहिँ नमिल्ने है नत्र म चाहिँ ब्लग अनर भइहालेँ हुनु भइहाल्यो लाइट पनि भइहाल्छ हामी अरू हेर्दै जाउँ यो चाहिँ हाम्रो मास्टर बेडरुम यो क्लास अनि मिरर क्लास के भने यो चाहिँ यस्तो बस्ने ठाउँ पनि रहेछ है यो बस्ने ठाउँ कस्तो लाग्दो रहेछ बस्नलाई मजा आउँदो रहेछ हाम्रो यो बाहिरको विन्डो भइहाल्यो बाहिर चाहिँ नरम हाम्रो लाइट पनि भइहाल्छ द्याट्स इट यस्तो बडी चाहिँ राम्रो होइन 3 आउट अफ 4 हाम्रो चाहिँ यहाँ वासरुम यहाँ फेरि अर्को मिरर टिभीहरू यहाँ रहेछ ओभरअल एकदम राम्रो छ दामी छ फोन गर्नलाई यहाँ निरज खड्का रहेछ हजुरको नाम रहेछ नि सही हो त्यसको आजको दिन पनि अलिकति मौसमले चाहिँ अलिकति साथ दिएन तर एटलिस्ट पानी चाहिँ भरेको छैन त्यसले गर्दा चाहिँ हाम्रो सामानहरू एकदम दामी छ अनि यहाँ फुच्चीहरू त्यहाँ छ होइन बसिरहेर नेपालमा पड्काइसक्नुहुन्थ्यो अब यहाँ के गर्नु मिल्दैन एकदम डिसिप्लिन यो चाहिँ हाम्रो गाडी भइहाल्यो सामान भइहाल्यो अब हाम्रो सामान कहाँ है
दाइ म भ्लग गरौँ कि सामान बोकाउँ ल गाइज अब चाहिँ यहाँ भ्लग बन्द हुने भयो एकछिन चाहिँ हामी ब्याकग्राउन्ड के भन्छ अरे दाइ ब्याकग्राउन्ड होइन के भन्छ कि आलु ब्याग आलु ब्याग होइन क्या त्यो के भन्छ अरे कस्तो नआउने के चाहिने बेलामा अर्को लान सक्छौ के सिन भन्छ नि दाइ के भन्छ अरे त्यो क्यामेरामा छुट्टै सिन भयो पछाडि अनि अर्को एक्टिङ गरेको सिनहरू के भन्छ बिहाइन्ड द सिन ए बिहाइन्ड द सिन यस हामीले चाहिँ बिहाइन्ड द सिनमा एकछिन हामीले बसी भिडियो कट गरेर हाल्नेछ मैले चाहिँ हेलो एभ्रिवान सबैलाई सुस्वागतम छ फेरि पनि ब्लगमा होइन आज चाहिँ हामी होम अवे फ्रम होममा आएको छौँ आजको होम चाहिँ हाम्रो यो हो सानो एउटा भिल्ला जस्तो छ सानो कटेरो अनि यही कटेरोमा आज हाम्रो बिच छ आजको एक दिन भोलि चाहिँ हामी कहाँ हुन्छ बसाइ थाहा छैन यस्तै छ फिरन्त जिन्दगी अनि के छ एड गर्न हामीनिर साथी त्यही हो, आज हामी नयाँ ठाउँमा आएको छौँ नयाँ हेरिरहेछौँ पानी परिरहेछ हल्का सिम पानी परिरहेछ तर एक ठाउँ चाहिँ राम्रो रहेछ अलिक शान्त होइन राम्रो खालको अब यहाँ एउटा यो क्याबिन जस्तो रहेछ क्याबिनमा बस्ने रमाइलो गर्ने खालको रहेछ अब चाहिँ हामी तपाईँहरूलाई होटलमा के छ के कसो रहेछ सबै कुरा देखाउँछौँ गाडी आउँदैछ काठ उतै गयो तपाईँले हेर्न पाउनु भएन सो सरी फर द्याट क्लिनिङ गर्न मान्छेहरू काट्न पुरै भिआइपी पार्न आइरहेछन् अनि यहाँ चाहिँ अब के रहेछ त तपाईँको धेरै आउटडोर एक्टिभिटी रहेछ यहाँ अनि के रहेछ भनेर हामी हेर्दैछौँ आज हामी यहाँको कमेन्टमा ल अझ चाहिँ सिरियस भन्छ हामी चाहिँ अहिले पुल जानु लाग्यो पुल भनेर स्विमिङ पुल पनि होला त्यहाँ अब पुल भन्दा त्यो थट आउँछ नि त तर पुल चाहिँ अब कस्तो पुल हो त्यो हामीलाई पनि थाहा छैन अब स्विमिङ पुल हो कि अब ब्रिज हो त्यो पनि हुनसक्छ अब यहाँ काठमाडौँ भन्ने छ नि त यहाँ त्यस्तै पुल भनेर ब्रिजलाई त्यसैबाट प्रेरित भएर अब त्यो राखेको पनि हुनसक्छ त्यही भएर हामी लेट्स सी तपाईँहरूलाई चाहिँ देखाउँछौँ हामीले एकदम म्याप लिइरहनु भएको छ दाइले त्यही गोल्फ कोर्ट पनि रहेछ होइन गोल्फ के भन्छ त्यसलाई काठ के भन्छ त्यो दाइ त्यो गोल्फ जस्तो त्यो गाडीलाई काठ त्यो पनि चलाउँछौँ हामी होइन त्यसरी यहाँ जस्तो पहिलाको चर्पीहरू पनि छ यहाँ चर्पी देखेन चर्पीहरू बगी त्यसो चाहिँ हामी तपाईँहरूलाई ट्राभल गरेर देखाउँछौँ होइन हामी पछाडि बसेर तिनजना एकजना चलाउनु चाहिँ हाम्रो दाइ त्यही हो अब अरू चाहिँ भन्न जस्तो निशब्द भइसक्यो क्या म यहाँ वरिपरि देखेर यस्तो खतरा चिजहरू छ कुन कुनाबाट स्टार्ट गरौँ भयो क्या मलाई त्यही यो चाहिँ राउन्ड एबाउट यहाँ चाहिँ यो सिस्टम चाहिँ एकदम बवाल छ है यो चाहिँ हाम्रो देशमा पनि ट्याक्कै यो सिस्टम बनाएको भने यस्तो बवाल हुन्थ्यो कि अनि यहाँ चाहिँ बयर छ बयर देखाउनु उयो पुल हो के हो त्यो तिमी छ यहाँ एउटा म्याप पनि रहेछ क्या बिचमा हुनु पऱ्यो नि त्यहाँ त्यो यो यहाँ छ टाइपको क्या है त्यो एरो हुनुपर्ने हो नि त यसलाई सोध्नु तर हो त्यो चाहिँ हो मैले यस्तो नोटिस गरेर आउँछु अस्ति जाँदा मेलबोर्न जाँदाखेरि पनि केटी पछि लाएर यस्तो तनाव भइरहेको थियो कि त्यही हामी चाहिँ नो एन्ट्री जोन के हो र त्यही हो यहाँको रुखहरू चाहिँ सबै एउटै टाइपको रुखहरू हुन्छ क्या रुख पनि आर्टिफिसियल जस्तो क्या रुखमा पनि गभर्मेन्टकै कन्ट्रोल छ जस्तो हुन्छ क्या एभ्रिथिङ इज अन्डर कन्ट्रोल सिस्टममा त्यो एउटा हाँगा पनि त्यो पलाउनलाई त्यो गभर्मेन्टबाट स्वीकृति चाहिन्छ कि यहाँ चाहिँ एकदम त्यो चाहिँ एकदम खतरा कन्ट्रोल छ यहाँ गभर्मेन्टको चाहिँ तर फेरि सुविधा पनि छ एकदम होइन दाइ त्यही हो अब यहाँ चाहिँ माटो देख्न पनि यस्तो गाह्रो हुन्छ कि यहाँ माटो ढुङ्गाहरू हेरेर हो होइन त तर माटो देख्न पनि कस्तो लाग्छ है खुसी लाग्छ
त्यो ह्युमन टच छैन, यहाँ माटो छैन, अब जुत्ता लगाइरहन्छ नि त नाङ्गो खुट्टाले कहिले हिँड्दैन, त्यो छैन कि एकदम मेटेरियलिस्टिक मात्र है सबै कुराहरू। यहाँ चाहिँ स्पिरिचुअलिटी भन्ने कुरा चाहिँ छैन यो देशमा। त्यही भएर हाम्रो प्लान चाहिँ दाइ होइन, अब यस नेक्स्ट ट्रिप चाहिँ हाम्रो कहाँ छ पशुपति छ सुरुमा, त्यहाँ गएर हामी चाहिँ भस्म लाएर एक दिन चाहिँ नाच्नेछौँ होइन दाइ। त्यसपछि हाम्रो नेक्स्ट गन्तव्य चाहिँ कहाँ जाने दाइ? त्यसपछि मुक्तिनाथ नेपालको भ्याउने अनि हाम्रो नेक्स्ट चाहिँ हाम्रो नेपालै एकचोटि नेपालै एक्सप्लोर गरौँ भन्ने भयो कि हामी चाहिँ। नेपालै हो होइन, दाइहरू चाहिँ अब कपल्स हामी आफ्नै छोरी तारा राख्नुपर्छ। फाल्दैन यस्तो बवाल हो कि सबै ठाउँहरू। Oh my god. दुईटा साइकल पनि छ फ्रीमा। कुन हो र यो? हेलमेट त राख्दा हुन्छ भाइ। टेबल नि कस्तो घाँटी दुखिरहेको। पुल कहाँ छ त गाइस? यो चाहिँ टेबल टेनिस रहेछ। अहिले हामी टेबल टेनिस पनि खेल्न जान्छौँ है हामी, इन्टरनेसनल प्लेयर। गेम सुन्नु रहेछ त्यहाँ। मेरो चाहिँ के भइरहेको छ भन्दाखेरि म अब काममा हिन्दी, त्यसपछि इङ्ग्लिस, अनि त्यसपछि अहिले नेपाली बोल्दाखेरि चाहिँ एकदम हुन्छ नि त्यो इङ्ग्लिस र हिन्दी नेपाली सबै मिक्स भएर त्यो जिउबार नै म नै टुरिस्ट हुन थाल्छ क्या। नेपाली बोल्न नि गाह्रो हुन थाल्छ मलाई। त्यो भाइलाई अल्जाइमर त छिटो ढिलै हुन्छ। त्यो 3-4 ल्याङ्ग्वेज बोलाए पनि गर्छ नि। त्यही दिनमा 3-4 ल्याङ्ग्वेज हो। माई गॉड। सोना चाहिँ हान्न आउनुपर्छ पो अहिले। के चाहिँ? सोना क्या? के सोना भनेको चाहिँ? सोना क्या सोना। के त्यो म पनि आउँछु है गाइज, फेरि हामी जानु पालेमा चाहिँ बन्द होला। लेट्स गो। दिस इज गेम रुम। यता चाहिँ जिम रहेछ। प्लिज वाइप डाउन जिम इक्विपमेन्ट आफ्टर युज, थ्याङ्क यू। चाबी चाहिन्छ होला। यस्तो बबाल ठाउँ छ क्या पुल भने चाहिँ। ओ माई गॉड। यहाँ चाहिँ हामी तपाईँहरूलाई कस्तो लाग्यो? हामी त हल्का यसो गेम रुममा गएर यसो गेम सेम खेलेर आएको, थोरै टेनिस अनि नुहाउने सुहाउने कार्यक्रम रहेछ यहाँ। एकछिन नुहाउनुपर्छ अनि रमाइलो हुन्छ। साथीहरू पनि अगाडि छ थोरै। अनि तर यहाँ चाहिँ भिल्ला भयो। ल यो चाहिँ रुम चट्ट यहाँ लिने, अनि त भ्यू हेर्दै चट्ट चुस्की हान्दै जिन्दगीको थकान मेटाउने थलो यो चाहिँ होइन। हामीले सानो यस्तो रुम दिनु पर्ने हो नि, रुम चाहिँ छैन क्या। यो चाहिँ हाम्रो ओसियन के भन्छ समुद्र। त्यही यहाँबाट चाहिँ कतिको देखिन्छ, घाम लागेको भए पुरै साइनिङ ब्लू देखिन्थ्यो होला होइन। अब यो घाम देखिन्थ्यो होला यहाँ देखिन्थ्यो, तर केही भएन। द्याट्स स्टिल ओके होइन। अब क्यामेरामा कतिको देखिन्छ त्यो चाहिँ थाहा भएन, तर आँखाले चाहिँ यस्तो विदाउट एक्सप्लेन भन्छ नि, विदाउट एक्सप्लेन पनि भन्दैन, कस्तो भन आएको मलाई। जे भयो नि त्यो बुझ्नुलाई मिलाएर। दाइहरू अगाडि हुनुहुन्छ। यो चाहिँ हाम्रो भिला। हामी चाहिँ आज इन्सपेक्सनमा आएको। कस्तो रहेछ त्यो भिला हाम्रो, कस्तो चलिरहेको यहाँ, कामदार कस्तोहरू छ त्यो चाहिँ आज हामीले स्टार्ट गर्दैन। भोलिबाट चाहिँ हाम्रो पुरै रिसर्च हुन्छ यहाँ कस्तो कामको चलिरहेको छ। फेरि हामीलाई लस भयो भने फेरि कसरी फेरि माथि आउनु पऱ्यो, गाह्रो हुन्छ। द्याट्स त्यही हो। द्याट्स द भ्यू। समुद्रहरू, छालाहरू ढुङ्गामा ठोकिँदै यस्तो बोबाल छ। हेलो एभ्रिवान, हामी अहिले यहाँ इन्भरलक भन्ने ठाउँमा आएको छौँ। यो फिलिप आइल्यान्ड हो। फिलिप आइल्यान्ड केसेरोफेरोमा हो। यहाँ ब्लगर भाइहरूको गर्दैछन् ब्लग पुरै आफ्नो च्यानलको लागि। अनि सट्ट जस रमाइलो छ। अब आज अलिक घाम छैन, लाइक वी अलरेडी सेड यु होइन। त्यस कारणले चाहिँ झिलिमिली खासै देखिन्न। जस रमाइलो छ। कपालहरूको लागि पनि यहाँ ठिक छ। अगाडि कपालहरू
कोही हुनुहुन्छ भने चाहिँ भन्दाखेरि राम्रो स्पोर्ट रहेछ Hey buddy, how are you man? What you are doing? एकदम रमाइलो भइरहेछ होइन हेडसेट आइदिरहेको Hello, my name is ... I'm here to introduce someone who is very popular in YouTube. So I want to show his face and reveal in YouTube. So here is one guy whose name is... Can you please say your name? म मिस्टर चक्रवर्ती Hey, who is Chakravarti? गाइज म चाहिँ विशाल हो म त एकदम पपुलर भ्लगर हो विथ 69 सब्सक्राइबर Yep. एन्ड चियर्स अनि आज एकदम माहौल एकदम रमाइलो भइरहेछ म आउँछु भाइ एकछिन भाइलाई गाह्रो भइरहेछ अनि भाइले हामीले आज करेन्ट चाउचाउमा फसाएको छ भाइ अनि भाइले हारेर चाहिँ हि निड टु मेक द करेन्ट अनि अब भाइलाई कस्तो फिल भइरहेछ भन्ने कुरा चाहिँ लाइक हि विल स्पिक हिमसेल्फ हाउ हि फिल्स टु बी द लुजर अनि त्यही माथि कुक गर्न पाउनु भने त राम्रो कुरा हो नि त कुकिङ भन्ने चाहँदैन कुरा होइन जस्तो लाग्छ मलाई अनि भाइ गट द अपर्च्युनिटी इज सो लकी एज फक होइन अब भाइलाई Hello guys. So in this room we four are here who are the players. So we played a card and the winner is me myself and the second winner is this Miss Sobana and the third winner is Vishal who is the main second loser. So we changed our decision to make that noodles. Anis brother is going to make noodles, so I want to teach him how to make a noodles. He don't know till now that how to make a noodles. First, आज उसले चाहिँ के गरिरहेछ भन्दाखेरि अझै पानी हाल्यो भने चाहिँ अलिक बेस्ट हुन्थ्यो होला भाइ अझै पानी हाल्नु यसमा पानी हाल्नु पऱ्यो होइन अनि तिमीलाई कस्तो कस्तो तातो भयो अब त्यही चिसो हाल्दा नि हुन्छ भाइ तिमीलाई कस्तो महसुस भइरहेको अहिले चाउचाउ आज आएर चाउचाउ बनाउनु पर्दाखेरि कस्तो भन्यो मलाई लास्टमा मेरो चाहिँ एक्का निकाल्नु भन्नुभयो मलाई चाहिँ होइन लास्टमा आफू चाहिँ गुलाम दुध निकालेर मलाई चाहिँ हराउनु भयो विशाल दाइले त्यही हो विशाल दाइले मलाई ब्याग हान्नु भयो हाम्रो अनिस ब्रदरले चाहिँ विशाल हाम्रो थर्ड विनरलाई चाहिँ एकदम भिक्टिम भनिरहेछ उसले गर्दा चाहिँ अनिस ब्रोले हार्यो भनेर भनिरहेछ तर त्यो चाहिँ होइन हाम्रो के डिसिजन थियो भन्दा फर्स्टमा दुईजना लुजरले चाहिँ बनाउने कन्डिसन थियो तर हाम्रो गेम टर्न भइदियो कसरी टर्न भइदियो एकजनाले बनाउने लुजर जो हुन्छ त्यसले बनाउने भन्ने कन्डिसन आयो त्यसपछि हाम्रो अनिस ब्रदरले चाहिँ यहाँ चाउचाउ उमालिरहेछ चाउचाउ उमालिसकेपछि उसले यही कन्डिसनमा के गर्छ उमाल्न सक्छौ भने तिमीले यहाँ प्याज काट प्याज र खुर्सानी सानो पिस बनाएर काट सो हामी चाँडै खान पाउँछौँ यस्तो गर्दा के हुन्छ आफ्नो टाइम पनि सेभ हुन्छ चाउचाउ पनि चाँडो बन्छ प्याज कहाँ खाँदा प्याज यहाँभित्र हुन्छ यहाँ प्याज होला एउटा प्याज भित्र अनि खुर्सानी भित्र अनि प्लेट झिकेर राख होइन यहाँ अनि त्यसपछि टक्क 4वटा प्लेटमा हालेर राख आधी सबैलाई इक्वली डिभाइड गर्ने सो हाम्रो मैले उसलाई फेरि नुडल्स बनाउने यो एकदम उसले चाहिँ अहिलेसम्म चाहिँ खाना त खाएको थियो अरे तर ग्रुपमा बनाएर खान नसकेको कन्डिसनमा चाहिँ अब नुन नहुन सक्छ मैले यही सन्दर्भलाई चाहिँ फेरि अर्कोतिर मोडेँ किन मोडेँ भन्दाखेरि हाम्रो विशाल ब्रो चाहिँ एकदम रमिरहेको कारणले मैले केही बुझ्न चाहन्छु कि उहाँलाई के भइरहेको छ अहिले रमाइलो भइरहेको छ जिन्दगी हेर्नु छोटो छ यो छोटो समयमा कति तपाईँ रमाइलो गर्नुहुन्छ अनि त्यो चाहिँ मेन चिज हो लाइफको चाहिँ किनकि यु विल डाई इन अ नर्मल डे जहिले रिमेम्बर गर्नु होला सो यु निड टु ह्याभ फन वेन यु आर ब्रिदिङ मेरो त भन्नु पऱ्यो त्यति कुरा हेलो एभ्रिवान वेलकम टु द ब्लग होइन अनि अब हेर्नु कपाल सवाल यस्तै हो कपाल झुर पटाएको छ मेरो अनि अब के मेन कुरा मेन मुद्दा भने चाहिँ वी केम हियर अन द ब्लग त्यो ब्लगमा के भयो भन्दाखेरि वी केम टु होटल and had our villa booked in
अनि प्लस अनि के भयो हामीले हल्का यसो बारमा केटाहरूको रमाइलो केटाहरूले स्विम सोना हालेर फ्रेस भएर आयो अनि त्यसपछि चाहिँ वी डिड दिस घरमा बनेर ऊ त भाइले चाहिँ भर्खर आएको मान्छे अन्त चाउचाउ बनाएर कसरी सर्भाइभ हुने अस्ट्रेलियामा भनेर सिकाइरहेको छौँ हामी अनि फन भइरहेको छ एकदम होइन अनि एज यु अल काइन्ड सी यस्तो छ सेटअप अनि रुम फर द डे नर्मल रुम मेरो कोठा जस्तो छ सेम टु सेम डिट्टो सेम यस्तो छ मेरो कोठा पनि डिट्टो हो यहाँ त शोभानाजी हुनुहुन्छ हाम्रो निरजको उहाँ के छ शोभानाजी हजुरको हालखबर ठिकै छ हजुर कस्तो भइरहेछ अनि रमाइलो भइरहेको बेकार आएछ जस्तो फिल भएको छैन भएको छैन ओ माई गड नाइस नाइस मलाई रमाइलो भइरहेको रहेछ निरज सरकार के छ अनि आज प्याज काटेर रुनु भएको अवस्था छ त किन यस्तो विनरले पनि प्याज काटेर रुनु पर्ने भयो ओ करुणा ओ नाइस उसलाई प्याज काट्न चाहिँ सिकाइरहेको छु सो उसले चाहिँ चाँडो बनाओस् हामीले चाँडो खान ओ पाउँछ अब एक्लै बनायो भने त उसले ढिला गर्छ एकदम 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 चाँडै खाम चाँडै गरौँ भन्ने कन्डिसन लागि त्यो त्यो मान्छे हो निरज भनेको चाहिँ निरज एकदम करुणाको सागर बग्छ उसमा जब बगेपछि अनि यो भाइ चाहिँ लास्टै राम्रो मान्छे हो के छ भाइ के तिमी लास्टै राम्रो मान्छे हो त लास्टै चाहिँ होइन तर लास्टै चाहिँ हो फर्स्टै पर्छ कि हो भाइलाई फर्स्टै फर्स्टै राम्रो मान्छे भाइ हो कि तिमी एकदम एकदम मैले त्यही भनेको छु भाइ मैले चलाउँदैछौँ होइन 2 PM होइन करेन्ट ओ माई गड दिस इज नट 2 PM फकिङ दिस इज कसम दिस इज करेन्ट जान्छ जसले भोल्टेज करेन्ट सब मिलाएर हान्छ पोटेन्सियल डिफरेन्स तपाईँहरूले खानी भयो ट्याक्क आउनु होइन यहाँ चाहिँ सेफ नाइस अनिसको करेन्ट पसल के हो मेलबर्नमा तर करेन्ट चाहिँ पराएको होइन नि फेरि करेन्ट चाउचाउ पाएको छ यहाँ गाइजहरू होइन फरि कन्सर्न अनि हाने बुट्टा भरिँदैछ प्लेटमा पनि बुट्टा चढ्दैछ बुट्टा चढेको अवस्था तिमी भन्छौ भने यो गाना चाहिँ जो जो लाउँछ प्लिज तल कमेन्टमा चाहिँ पुरै लेखेर पठाउनु होला एकदम रमाइलो भाइ भइरहेछ यति भन्दै चाहिँ अहिले हामी हल्का टुच्चमा जान्छौँ ल